म माला लगाएको छैन तपाईहरुले देख्नु भएको जुन दिनसम्म मैले निया पाउँदिन त्यो दिनसम्म म माला लाउँदिन यो फेटा खोलेको दिनमा सम्झिनुस् तिनीहरु भन्दा पनि खतरा हो म फेरि यो फेटा खोल्छु नि म अनि हिन्छु नि तिनीहरु भन्दा नराम्रो मान्छे हो म फेरि मैले माला खोले आज मैले यो खोलेको दिनमा मेरो धर्मले बताउँछ कि 1 सनु 2 सनु 3 सनु अति नगर्नु क्या भगवान श्री कृष्णले नि सुदर्शन चक्र त्यतिकै हानेको थिएन भगवान रामले नि त्यतिकै हानेछन् हिजो कुटे खाएको ए मेरो सबै उलाई नमस्कार म जान्दिनँ बढी बोल्नु पनि हिजो तपाईँ के भन्नु होला हिजो हामीलाई मकैको फुल उठेको जस्तो भयो एकैचोटि हामीलाई चाहिँ के दुःख लाग्छ भन्नु होला गुरुहरूको कता टुङ्गु होला कुनैको हाम्रै मेरो त्यो उसमा बस्दैन कुनै गुरुको के टुटीपुटी होला कुनै दुःख बिहा तर हामीलाई चाहिँ कस्तो रुन मन लाग्यो भन्नु होला भने कहाँदेखि कति खर्च पानी अहिले चाडबाडको बेला हो हेर्नुहोस् है त्यसरी आएका बिरामी यसरी कामे छन् हामी त पुरै एउटा उभिएर तपाईँको हामी एउटा बुझ्दै गरिरहेका छौँ हाम्रो कार्य त सिद्ध गर्नुपर्छ नि हामी धर्मपट्टि नै एकदम आस्था त बोकेकै मान्छे हौँ हामी किनभने यस्तो यो अरू ठग्न यताउति लिए तँलाई यता लिए उता लिए तँ उता जा यता जा भन्ने खालको हामी होइन तर किनभने त्यत्रो एउटा राम्रो सञ्जालमा हामी भगवान् पशुपतिनाथदेखि लिएर हामीले तपाईँ काशी गयादेखि इन्डियादेखि भारतदेखि लिएर हामीले श्री सोतानी पढेका मान्छे हौँ छातीमा श्री सोतानी राखेर टाउकोमा श्री सोतानीको किताब राखेर बोल्ने मान्छे हौँ खोइ त हिजो हाम्रो सुरक्षा कहाँ गयो त्यो हाम्रो किन हाम्रो नियन्त्रण भएन हामी चाहिँ यत्रो लाखौँ मान्छेलाई चाहिँ हामी यो काम गरेर चाहिँ सिद्ध गर्छौँ हजुरलाई भनेर हामीले हजुरहरूलाई आशा पुर्याउँछौँ भनेर हामी चाहिँ बहनी अनि हामी माथि यत्रो आक्रमण यो के हो राक्षस उत्पन्न भएको कि अब नेपालमा राक्षस उत्पन्न भयो अब कुनै नियम कानुन कुनै राज्य साझी छैन हुन त हाम्रो के होला र शेरबहादुर देउवाको त सुरक्षित बना हाम्रो त के सुरक्षित होला र होइन त्यही पनि ती दुखी मान्छेलाई हेर्नु ऊ त्यो पर रुखको फेदमा लगाएर त्यो बिरामी यसरी कामिरहेको छ त्यहीँ बसेर म फुक्न थाल्नु भने मेरै टाउको फुटाइदिएला भने डर भयो अनि यो आयो के हो यो आएको कुन चिज हो यो आगो आयो कि बाढी आयो कि 72 सालमा त भुइँचालो आयो हिजो हाम्रो केन्द्रमा नि भुइँचालो आइदियो यहाँ कसैले पाप गर्ने मान्छे छैन जस्तो लाग्छ मलाई चाहिँ होला कसैको मनमा पाप गर्यो जस्तो होला कोही व्यक्तिसँग संस्था हो व्यक्तिसँग होला तर हामीले त किनभने यहाँ कति रोएर आउँछन् कहाँ आउँछन् खर्च होला नहोला ऋण काटेर कोही मान्छेलाई यति वर्ष यति महिनाभित्र बिहा तिरेर भनेर त्यस्तो बिरामीहरू आउँदा पनि हामीले एउटा सेवा धर्म गरेर बस्छु भन्दा पनि चाहिँ हामीलाई किन त्यो 81 आक्रमण एकदम मकैको फुल उठेको जस्तै बुझ्नै पाएको छैन काम छोडेर उता के गर्नुभयो हजुरले भन्नु भने ल यहाँको उसले चाहिँ बलात्कार गर्दैछ अरे यहाँको झाँक्री स्टाफले बलात्कार गर्दैछ अरे हस्पिटलमा छ अरे तपाईँ नगर्नुहोस् भन्यो मेरो त हातमा त अलिकति हतियार छ दिउँ कि भन्दा यसो हेरेर त मान्छे चल्ने चाहिँ मैले दिएर त म पनि त्यहीँ सिधिदियो म त बाहिर निक्ल्याउ सत्य कुरा हो बलात्कार गरेर चाहिँ हाम्रो झाँक्री स्टाफले कसले गरेर गरिदियो मलाई थाहा पनि छैन स्पष्ट कुराहरू आएका त्यसरी छ अनि हामीले केही बुझ्नै पाइएन हिजोको घटनालाई अब तपाईँले कसरी लिनुभएको छ तपाईँ सचिव भएको नाताले हिजोको घटनालाई चाहिँ त्योभन्दा अघिल्लो दिन गुरु र म एयरपोर्टमा सँगै थियौँ है गुरुहरू मलाई पुर्याउन जाँदै हुनुहुन्थ्यो त्यो मान्छे बेचेको भन्ने भिड एयरपोर्टतिर कुदेर गइसकेपछि चाहिँ हामी पनि के रहेछ त भनेर हामीले एयरपोर्टतिर गाडी मोडिसकेपछि म चाहिँ गाडीमै बसेँ गुरु बाहिर निस्किनु भयो बाहिर निस्केर कुरा गर्नु एउटा मेमलाई चाहिँ त्यहीँको मान्छेहरूले लछार पछार गर्दै भुतालिरहेको रहेछ अनि गुरुले गएर ए कुट्नु हुँदैन भनेर छेक्नु भयो क्या छेकिसकेपछि गुरुले के भन्नुभयो भने मेन पावर दलालीहरू जति पनि दलाल गर्नुहुन्छ तपाईँहरूले चाहिँ यो भिडियो हेर्नुहोस् है यस्तो नराम्रो काम गर्दाखेरि चाहिँ यस्तो हुने रहेछ भनेर भन्नुभयो त्यहाँ कसै व्यक्ति विशेषलाई पनि तोकिएको छैन हैन त्यो त हाम्रो बोल्ने अधिकार हो त्यो त बोल्न पाउँछौँ नि त सामाजिक सञ्जालमा नेता जति सबै चोर नेता जति सबै भ्रष्टाचार भनिएको हुन्छ नि मान्छे तोकिएको हुँदैन नेताले प्रत्येक बोल्नेको घरमा गएर कुट्न मिल्दैन नि त त्यति भइसकेपछि हामी त्यहाँबाट निस्किएर उहाँहरूले मलाई घर छोड्नुभयो उहाँहरू फेरि आएर घरमा बस्नुभयो त्यहाँ भन्दा पछाडिको घटना हामीलाई केही पनि थाहा छैन थाहा नभइसकेपछि हिजो 81 केन्द्रमा आएर तोडफोड गरियो तोडफोड के कारणले गरियो व्यक्तिको बोल्ने अधिकार कसैले हनन गर्न मिल्छ व्यक्तिको बोल्ने अधिकार कसैले पनि हनन गर्न मिल्दैन हामी स्वतन्त्र नागरिक हौँ हामी स्वतन्त्र बोल्नलाई स्वतन्त्र भएका देशमा छौँ हामी बोल्नलाई पाउनुपर्छ यदि भन्दै म सम्पूर्ण नेपाल सरकार प्रहरी प्रशासन र मेन पावर व्यवसायीहरूलाई पनि के भन्न चाहन्छु भने तपाईहरुले जुन किसिमको सांगठिक हमला गर्नुभयो
जुन किसिमको तोडफोड गर्नुभयो, जुन किसिमको ज्यान मार्ने धन्दाले हामीभित्र प्रवेश गर्नुभयो, यसको म यस नेपाल तान्त्रिक झाँक्री सङ्घको सचिवको हैसियतबाट तपाईँहरूलाई म खोर निन्दा र भर्सना गर्न चाहन्छु। र तपाईँहरूलाई म के भन्न चाहन्छु भने म तपाईँहरूसँग म लडिजो जुझ्न त नसकुला, तर कानुनमा म तपाईँहरूसँग बक्कैदा जानेछु। र जति पनि मेरो झाँक्री गुरुहरूलाई तहस नहस गरेको छ, कुटपिट भएको छ, यत्र हाम्रा पुर्खादेखि जस्तै एउटा झाँक्री हुनुभयो, त्यो झाँक्रीको डेथ भए पछाडि चाहिँ त्यो झाँक्रीको परिवारले चाहिँ हाम्रो सङ्घमा उहाँका घन्टी, उहाँको शङ्ख जे छ नि हामीलाई हस्तान्तरण गर्नुभएको थियो कि ती सामानहरू थिए कि हामीसँग अनुमानित लगभग 50-60 लाख भन्दा पनि माथिको क्षति भएको छ। क्षति मात्रै, अझै त्यो हामीसँग 21 मुखे रुद्राक्ष थियो। एकजना भक्तजनले हामीलाई उहाँको मा फलेको रुद्राक्ष उहाँले आफूले यहाँ तन्त्र मन्त्र गनाएर ठिक भइसकेपछि हामीलाई दिनुभएको थियो उहाँले, त्यो पनि चोरी भएको छ। त्यसको पनि हिसाब किताब त हुनु पर्यो नि त। यस्ता अमूल्य चिजहरू, धेरै चिजहरू हामीबाट हराएका छन्। यसको सम्पूर्ण क्षतिपूर्ति पनि हुनुपर्छ र कोही व्यक्तिमाथि ज्यान मार्ने उद्योगले हाम्रो संस्थाभित्र छिरिसकेपछि उहाँहरू सम्पूर्णलाई कारबाही हुनुपर्छ। हाम्रो मान्यता यही नै हो। जस्तो गुरु अन्तिममा अब यो 1 वर्षले हेर्ने हो भने तपाईँको जीवनमा धेरै उतार चढाव भयो होइन, कसरी निहाल्नु भएको छ यो जीवनशैलीलाई चाहिँ? अब यो मेरो परीक्षा हो। म बारम्बार बाँचेको छु, कसैको आस्था र भरोसाले बाँचेको छु। सायद यदि आस्था भरोसा मपट्टि नभइदिएको भए सायद मरिसक्थे होला। मलाई अझै पनि बचाएर राख्नु कुरामा चाहिँ मलाई हिजो त्यहाँभित्र म छिर्ने क्रममा त यो देशको प्रधानमन्त्री होस्, त यो देशको न्यायालय होस्, त जे पनि बोल्छस् भनेर मलाई केही साथीहरूले मलाई त्यहाँ तर्साए होइन। त को होस् भने भोलि जनताले चाहेको ठाउँमा म जे पनि हुन सक्छु होइन। जनार्दन सक्दियो, मेरो साथमा जनता छन्, म डराउँदिनँ। भोलि मेरै जिल्लामा पनि म गएँ भने बच्चादेखिबाट बुढादेखिबाट बुढाले प्रकाश भुजेललाई नचिन्ने मान्छे छैन। म सत्कर्ममा चलेको छु। यो बारम्बारको उत्तम चढावलाई एउटा प्रश्न के गरौँ गुरु होइन, लामो भयो, कहिलेबाट अब सञ्चालनमा ल्याउनुहुन्छ? होइन, आश्रम बन्द गर्दैनौँ हामी। आश्रम कुनै हालतमा बन्द गर्दैनौँ। म माला लगाएको छैन, तपाईँहरूले देख्नु भएको। जुन दिनसम्म मैले निया पाउँदिनँ त्यो दिनसम्म म माला लाउँदिनँ। यो फेटा खोलेको दिनमा सम्झिनुहोस् तिनीहरूभन्दा पनि खतरा हो म फेरि। यो फेटा खोल्छु नि म अनि हिँड्छु नि, तिनीहरूभन्दा नराम्रो मान्छे हो म फेरि। मैले माला खोलेँ आज, मैले यो खोलेको दिनमा मेरो धर्मले बताउँछ कि 1 सनु 2 सनु 3 सनु अति नगर्नु क्या। भगवान् श्रीकृष्णले नि सुदर्शन चक्र त्यत्तिकै हानेको थिएन, भगवान् रामले नि त्यत्तिकै हानेछन्। अत्यको अत्याचार भयो भने त्यसको अन्त्य गर्न नि पर्छ। र हजारौँ जना मेरो साथमा मलाई अहिले साथ दिनको लागि साथीहरू आएछन्। उहाँहरूले के गर्ने कसो गर्ने केही नगर्ने, हामीले कसैले हामीलाई हान्यो भने उनीहरूलाई फुलको माला लगाउने हो बस। बोलेकै भरमा लेखेकै भरमा यतिसम्मको अराजकता भएको छ हामी माथि। त्यो मात्र नभई ज्यान मार्ने धम्कीहरू पनि फोनबाट आएको छ र गाडी तोडफोडदेखिबाट ल्याएर त्योभन्दा पनि मेरो मन्दिरको मेन बहुमूल्य सामानहरू 21 मुखी रुद्राक्ष दाहिने सङ्घहरू हामीले बारम्बार सामाजिक सञ्जालहरूमा हालिरहेका छौँ, दर्शन दिइरहेछौँ। दाहिने सङ्घ 21 मुखी रुद्राक्षहरूको र अमूल्य चिजहरू अनगिन्ती धेरै हराएको छ। र एउटा स्टाचर लेखेको भर्म र कसैलाई यो स्वतन्त्र लेख्न पाउने हक अधिकार संविधानभित्र पनि छ होला सायद,
आज मैले मात्र लेखेको होइन, म मात्र एउटा आवाजलाई बुलन्द गरेको होइन, मैले त एउटा आवाजलाई अवैध धन्दामा केही चेलीबेटीहरूलाई लान लगेको भन्ने सुनिएपछि हामी त्यही बाटो जाँदा हामीलाई रोकिएर त्यहाँनिर मैले एउटा भिडियो बनाएको थिएँ। यस्तो कामकारीहरू नगर्नु होला, कसैले पनि गलत भनेर गलतलाई गलत भनेर हालिदिएको थिएँ र त्यसकै परिणाम आज मलाई केही समूहहरू जेएनजी आन्दोलनमा घुमिएका साथीहरू पनि हतियारधारी गोली शुद्ध बोकेर आएर मलाई गठटारबाट काँडाघारीसम्म लखाटियो, मार्ने प्रयास पनि गरियो। तर म बारम्बार बचेको छु। म हरेकचोटि यस्तै कष्टबाट यस्तै दुःखबाट धेरैचोटि बाँचेको छु। म यो बाँचेको कारण भनेको त्यही आमा बुबाहरूको आशीर्वादले बाँचेको हुँ। अब झाँक्री पेसा गरौँला या नगरौँला त्यो मेरो ठाउँमा छ र पक्कै नै पुलिस प्रशासनबाट ठुला निकायबाट फोन आएको छ। हामी कुनै हालतमा पनि जोसुकै होस्, हामी जुनसुकै हालतमा पनि समाउँछौँ, ल्याएर हामी कठघरामा उभ्याउँछौँ। तपाईँहरूले चाहिँ धर्म खुट्टा नछोड्नु भनेको छ। हामीलाई केही सङ्घ संस्थाहरूबाट हामी मिलेर जानुपर्छ, तपाईँको आश्रम बनाइदिन्छौँ पनि भनिसकेका छन्। हामी आश्रम बनाएर हुँदैन होइन, यो आश्रम बनाएर म बसौँला या नबसौँला। नेपाल तान्त्रिक झाँक्री सङ्घ भनेको यस्तो सङ्घ हो कि कतिले त सोचेको थियो होला यो प्रकाश भुजेलको प्रपर्टी, यो प्रकाश भुजेलकै सम्पत्ति हो, यो नेपाल सरकारको सम्पत्ति हो होइन। हामीले चलाउन सकेनौँ भने यो जिम्मा दिने हो र यो जिम्मा दिने समय त पक्कै नै ल्याउँदैनन् होला मलाई जहाँसम्म लाग्छ। अब म त थाकिसकेको छु, गलिसकेको छु, बारम्बारको चोटले म त मरी उठेको छु। 2-3 चोटि एक्सिडेन्टबाट मरेको मान्छे हो म होइन। अहिले यो माथि यस्तो हुँदाखेरिको एकदम यो दुःखद सम्झिरहेको छु। या म काम गरौँला या नगरौँला, सत्यको लागि बोल्दाखेरि यतिसम्मको होइन ज्यानै मार्ने धम्की मार्नै आउँदो रहेछन् होइन। ठिक छ, मार्नु होला होइन, आफ्नो ठाउँमा बसेर आफ्नो स्थानमा बसेर सबैले मलाई सहयोग गरिदिनु भएको छ। हिजो सायद 4-5 मिनट ढिला भइदिएको भए मेरो ज्यानसम्म जान्थ्यो। आज सायद मेरो भिडियो बाहेक हेर्न तपाईँहरूले अरू केही पाउने थिएन। यदि मलाई मारेर उहाँहरूको समस्याको समाधान हुन्छ भने सनातन धर्मका गुरुहरूले पनि फोन गर्नुभयो, धेरैजनाले फोन गर्नुभयो। यो छठ पर्व, यो दीपावली छ, त्यही पनि हामी तपाईँहरूलाई साथ दिन तयार छौँ भनेको छ, नहट्नु भनिरहेछ। अब म फेरि अर्काले मलाई मार्यो कुट्यो, मलाई अर्काले सकायो भनेर म अर्कालाई सकाउने होइन, म सकाउनेतर्फ कहिले लाग्दिनँ म है। उनीहरूले मलाई सकाउँछ भनेर म कहिले पनि उनीहरूलाई सकाउनेतर्फ लाग्दिनँ। उनीहरूको जय जयकार होस् होइन। लास्टै हल्ला गर्नुभयो साथीहरूले यार पछाडिबाट। सिसा चाहिँ खाली कुरा नहुनु, खाली कुरा आउनु हुँदै सिसाले काट्छ। पवित्र मन्दिर पवित्र मन्दिर अवस्थामा हुनुहुन्छ। Vale.
रुम अफिसको रुम खोला न भाइ त्यहाँ चाबी लिने हजुर ले पानी के अरे कविराज माथिबाट क्यामेरा ल्याउनु कोही छैन हाम्रो यस्तो गर्नु अलिक यहाँ लड्छ है अलिक लिएर भित्र बस्ने कि के ठाउँ पुग्दैन नि त भित्र ठाउँ पुग्दैन यो मेटर राखेर उयो त जोडौँ न भित्र त ठाउँै पुग्दैन यत्रो मान्छेलाई यो दुईटा सोफा जोडा त दुईटा सोफा के यस्तो लामो डिस्टेन्स यस्तो भाइ के हो के को होला यो कभर जस्तो छ है ढ्याङ्ग्रोको अवस्था यहाँले देख्न सक्नुहुन्छ ए जीवन दाइ माथि गरौँ न है एउटा चाबी किलो लगाउनु न बाटो चाहिँ जति क्षति भएको छ तपाईँ यता आइदिनु तपाईँ चाहिँ जति क्षति भएको छ त्यो विषयमा चाहिँ उहाँले हेर्दै आँखाभरि आँसु लिएर उहाँले हेर्दै बोल्न सक्ने अवस्था पनि छैन उहाँको यतिखेर प्रकाश हुन्छ यतिखेर भावुक हुँदै दृश्य करुवाको हालतको पट्टा कुजो भयो अलि यता फर्किदिनुहोस् न एकचोटि है चाँदीको चाहिँ हराएको छ पुरानो दाहिने शङ्ख पनि त्यो पनि जोडिरहेको छ
धेरै सामान चोरी भयो भन्ने हामीसँग जस्तै 21 मुखी रुद्राक्ष पनि थियो, त्यो पनि छैन। अनि दाहिने शङ्ख त्यो खास गरी हाम्रो दाहिने शङ्ख पनि छैन। अरू त यहाँ क्षति त कति धेरै, अब यो एउटा मात्रै 4-5 लाख होला। यसो गरौँ न बरु अलिकति साइड लगाउँ न, अलिकति साइडबाट गरौँ न ल।